जय मसी जय मसी। म चाहिँ आज यो सर्वकको प्रेस मेटल कम्पनीको भित्र कम्पाउन्डमा छु। अनि यो चाहिँ हाम्रो मलेसियाको सर्वक भन्ने ठाउँमा पहिलो पल्ट भन्नुको मतलब दोस्रो पटक मलेसियाको कार्य गर्ने आउने सिलसिलामा पहिलोचोटि यहाँनिर हामीलाई ल्याएर राखेको होस्टेल। अनि यो पर अहिले देखिँदै गरेको चाहिँ अहिले हामी बस्दै गरेको यहाँबाट हामी स्थानान्तरण भइसकेको छौँ, किनकि यो ठाउँ चाहिँ अब चाइनिजहरू आएर फेरि कन्स्ट्रक्सनको लागि रिकन्स्ट्रक्सनको लागि यहाँनिर टिमहरू कन्स्ट्रक्सनको टिमहरू बस्ने प्रबन्ध मिलाएको छ। यो टोल कमसेकम 13वटा ब्लक छ, 13-14वटा ब्लकमा चाहिँ यिनीहरू सबै बस्नेछन्। र मलाई परमेश्वरले एकदमै कृपा गरेर यो चाहिँ समुद्रको तट नजिकै छ किनारमा, अनि परमेश्वरले मलाई नजिकै यहाँनिर त्यो होस्टेल मेरो रुम यहाँनिर 5 नम्बरको रुम यो अगाडि, अनि त्यहाँनिर नजिकै निर चाहिँ यहाँनिर प्रेयर हाउस मलाई रुमले उपलब्ध गराउनु भएको। अनि यहाँबाट हामी सरिसकेका छौँ। अब यो फेरि प्रेयर हाउसलाई पनि सार्ने प्रबन्ध प्रभुले मिलाउँदै हुनुहुन्छ। अनि यहीँ फेरि म बस्दै गरेको ठाउँमै पर देखिँदै गरेको ठाउँमै एउटा रुम दिने योजना छ। एकदमै प्रार्थनामा अब सबैजनाले सम्झिदिनुहोस्, यहाँनिर धेरैजना आत्माहरू परमेश्वर बाँच्न सकेको होस् भनेर सम्झिनुहोस् होला प्रार्थनामा। यहाँनिर अगाडि बढ्नुहोस् भनेर यो एउटा ब्यानर पनि अगाडि टालेको छ। अनि त्यसरी नै ठ्याक्कै प्रभुले त्यही पछाडि मलाई प्रार्थना गर्ने ठाउँ दिनुभयो। धन्यवाद हुन्छ। तपाईँहरू सबैजनाले प्रार्थनामा सम्झिदिनुहोस् होला। जय मसी।